र साथीभाइहरूलाई आज चाहिँ म सिङ्गलिला जङ्गल लजको सवारी गराउँदैछु है। र यो चाहिँ पाल्मजा हाम्रो गाउँ भनौँ न, मेरो गाउँ सिङ्गलिला जङ्गल लज है। र तपाईँहरूलाई म आज यहाँको देखाउँदैछु कस्तो छ। सिङ्गलिला जङ्गल लज आउनुभयो भने चाहिँ दामी छ तपाईँहरूलाई है। आउनुहोस्, कुनै दिन घुम्दै फिर्दै रिल्याक्स गर्नु पऱ्यो भने चाहिँ दामी जग्गा चाहिँ यो म चाहिँ भन्न चाहन्छु। मेरो गाउँ हो भनेर होइन, बट दामी छ किनभने यो वरिपरि टोटल जङ्गल एरिया हो है। र यहाँ अर्ग्यानिकहरू खानु पाउनु सक्नुहुन्छ तपाईँहरूले। माथि यसलाई चाहिँ भन्छ अलैँची। र तपाईँहरूलाई म आज फर्स्ट चाहिँ किचन डाइनिङदेखि घुमाउँदै लान्छु नि है। यो चाहिँ किचन डाइनिङ, तपाईँहरू आउनु सक्नुहुन्छ। र यो चाहिँ सिङ्गलिला जङ्गल लजको किचन डाइनिङ, तपाईँहरू आउनु सक्नुहुन्छ। विशेष चाहिँ यहाँ चाहिँ रिल्याक्स गर्नेहरू आउँछ है। र बर्ड वाचिङको लागि पनि हेभी आउँछ यहाँनिर, तपाईँहरू आउनु सक्नुहुन्छ। बिकज यो चाहिँ एउटा दामी जग्गा हो। र सिङ्गलिला जङ्गल लज आउनुभयो भने चाहिँ तपाईँहरूलाई दामी छ। घुम्दै आउनुहोस्, तपाईँहरूलाई म वरिपरि देख्ने सिनहरू पनि देखाउँदैछु यहाँबाट है। दिस इज किचन डाइनिङ। किचनहरू यहाँ चाहिँ है, यहाँ चाहिँ तपाईँको खानाहरू पाक्ने जग्गाहरू हो। र तपाईँहरू आफै कुक गर्नु सक्नु पनि हुन्छ, तपाईँहरू यदि इन्ट्रेस्टेड छ भने है। देख्नुभयो किचन डाइनिङ। र यो यहाँबाट बाहिर देख्ने सिनहरू है, देख्नु हुँदैछ होला होइन। यहाँबाट चाहिँ दामी सिनहरू देख्नु सक्नुहुन्छ तपाईँहरूले है। र तपाईँहरूलाई म एप्पलको बोट पनि देखाउने छु। यो चाहिँ एप्पलको बोट हो यो, तर फलेको चाहिँ छैन है। यो एप्पलको बोट हो। र यो उकालो चाहिँ हाम्रो गाउँ हो पाल्मजा। र यहाँबाट तपाईँहरूलाई म देखाउँदैछु सिनहरू है। आउनुहोस्, तपाईँहरूलाई दामी लाग्छ है। यो चाहिँ एप्पलको बोट दामी छ जग्गा चाहिँ। तपाईँहरूले फेरि धेरै टाढो सोच्छ होला, रोड चाहिँ यहीँ हो कति पनि हिँड्नु पनि पर्दैन, त्यही हो। र यो पारिको यो पल्लो गाउँ चाहिँ दिल्पा भन्छ है। आउनु सक्नुहुन्छ, घुम्नु सक्नुहुन्छ। र यो माथि देख्दै गरेको यो चाहिँ कालपोखरी, त्यसको उतापट्टि चाहिँ सन्दकपुर छ। र यो उतापट्टि गाउँहरू, यहाँबाट सिनहरू पनि दामी देख्नु सक्नुहुन्छ। तपाईँहरू आउनुहोस्, दामी छ। र म तपाईँहरूलाई लज कटेजको उयो देखाउँदैछु है। यो चाहिँ तपाईँको वुडन कटेज है। आउनुहोस्, दामी छ। विशेष छेउमै छ खोला पनि। तपाईँहरू यदि अब स्विमिङहरू गर्नु चाहनुहुन्छ भने नेचुरल स्विमिङ खोला छ है। दिस इज देख्नुभयो होला है, यो चाहिँ वुडन कटेज दामी छ। आउनुहोस्। यो वुडन कटेज भयो है। यो चाहिँ ब्याम्बो कटेज। आउनुहोस्, घुम्दै डुल्दै तपाईँहरूलाई वुडन कटेजको हल्का हेर्नुहोस्, यो भागहरू यस्तो छ है। दामी छ। आउनु सक्नुहुन्छ तपाईँहरू। र यो चाहिँ गुराँस फुल्ने टाइम पनि भइसकेको छ अब है, हुँदैछ। आउनु सक्नुहुन्छ तपाईँहरूलाई। दामी छ है। लोकेसन पनि दामी, वेदर पनि दामी हुन्छ किनभने यहाँनिर दुईपट्टि खोला छ। र यहाँ आउनुहोस्, तपाईँहरूलाई दामी छ घुम्नु। र यो चाहिँ वान अफ द बेस्ट भनौँ न
हाम्रो रिम्बिक लोधोमा समष्टिमा वान अफ द बेस्ट छ यो पनि। र यो चाहिँ म्यापल झरिसकेको छ है, झर्दैछ म्यापल, दामी भइरहेको छ। तपाईँहरू यहाँबाट चाहिँ खोला पनि यहीँ हो, वकिङ डिस्टेन्स 2 minutes फ्रम हियर होइन। तपाईँहरूलाई म यो लजको हल्का देखाउँदैछु है भित्र। देख्नुभयो होला है, यता साइडको लज छैन। टोटल 6वटा कटेज छ र तपाईँहरू आउनु सक्नुहुन्छ। दामी छ दामी। र तपाईँहरू सोच्नुहुन्छ होला रोडदेखि धेरै टाढो छ भनेर है, यो चाहिँ रोड चाहिँ यहीँ हो। र पयौँहरू फुलेर दामी हुँदैछ चेरी होइन। म्यापल र चराहरूको चाहिँ दुःखै छैन यहाँनिर, देख्नु होला है। आउनुहोस् घुम्दै डुल्दै, दामी छ जग्गा। तपाईँहरूलाई मन परेको खण्डमा है तपाईँहरू बुकिङ गरेर आउनु सक्नुहुन्छ। नेचुरल खानपिनहरू सबै नेचुरल पाउनु सक्नुहुन्छ तपाईँहरूले है, अर्ग्यानिक। र तपाईँहरूलाई रुमको हल्का दर्शन। र यदि तपाईँहरू विन्टरमा आइहाल्नुभयो भने तपाईँहरूलाई फायरको पनि यहाँनिर सुविस्ता हुन्छ होइन। आई लभ यु है। कस्तो लाग्यो त है तपाईँहरूलाई, भन्नुहोस्। दामी चाहिँ दामी, आउनुहोस् कुनै दिन है टाइम पायो भने तपाईँहरू। किचन देखाइदिइहालेँ है, रुमहरू देखाइदिइहालेँ। अब आउनु नआउनु तपाईँहरूको इच्छा हो। र यहाँनिर बनफायर पनि हुन्छ है, तपाईँहरू चाह्यो भने सक्नुहुन्छ। र आउनुहोस् घुम्दै डुल्दै, दामी छ दामी। This is marigold. This is red rose. झुला पनि छ, झुला पनि झुल्नुहोस् आएर। हेर्नुहोस् र तपाईँहरू सोध्नुहुन्छ होला है, वान डे कति पर्छ भनेर सोच्नुहुन्छ होला। चाहिँ अब 13 देखि 1400सम्म ब्रेकफास्ट, लन्च, डिनर गरेर है, वान नाइटको पर हेड 13-14। तपाईँहरूलाई मिलाइ पनि दिन्छ अलिक है, यदि इच्छा छ भने, बस्नु चाहनुहुन्छ भने चाहिँ हल्का मिलाइदिन्छ तपाईँहरूलाई। देखिहाल्नु भयो है, मैले देखाइदिएँ। अब गुराँस फुल्ने टाइममा झन् दामी हुन्छ यहाँनिर। र गेस्टहरूको चाहिँ भारी हुन्छ यहाँनिर सिजन टाइममा चाहिँ। देख्नुभयो है, कस्तो लाग्यो तपाईँहरूलाई, मन पऱ्यो भने आउनु सक्नुहुन्छ है। र यो चाहिँ किवी,
र मैले सिनहरू पनि देखाइदिइहालेँ है, दामी देख्छ दामी। हस् त तपाईँहरूलाई के कस्तो लाग्यो है, कमेन्टहरू गरिदिनुहोस्। यदि इच्छा लाग्यो भने तपाईँहरू आउनु सक्नुहुन्छ र तपाईँहरूले इन्स्टाग्राममा पनि भेट्नु सक्नुहुन्छ सिङ्गालीला जङ्गल लज, र युट्युबमा पनि भेट्नु सक्नुहुन्छ सिङ्गालीला जङ्गल लज। ओके।